तो पीछे वाओ यार क्या लाइव पेंटिंग चल रही है, बहुत ही खूबसूरत सा बना हुआ है एकदम। एक यहाँ जो है सामने वो जो कॉपी सेम टू सेम। सेम टू सेम। सॉरी खर्पन बोकेको अब त खर्पन बोक्या मान्छे हेर्न गाह्रो हुने भयो। मजाले पुरा कन्सेप्ट राखेर बनाउनु भएको रहेछ ऊ बेलादेखि। नेपालको के अरे हाम्रो काठमाडौँको मौलिक काम होइन। अब त काठमाडौँ हेर्नु न यो गजु चाहिँ ठ्याक्कै छेक्यो। हेर्ने ठाउँ अनुसार हुन्छ। यहाँबाट हेर्दाखेरि नेचुरल हो अब यहाँबाट होइन जस्तो चाहिँ भित्र पनि अलिकति ग्याप राख्नुपर्छ। हेर्नु त तपाईँकोबाट त ठिकै छ होइन। बत्ती पनि बल्यो अहिले उज्यालो भएपछि तपाईँलाई अलिक गाह्रो हुन्छ बत्तीको लाइट आयो लाइटको एङ्गल चेन्ज भयो। अब परेवा राख्नुहुन्छ कि नाइ माथि परेवा ठिकै भएर भने राम्रो, धेरै राम्रो हुनु पर्यो। त्यसको मिनिङ पनि आउँछ। मिनिङ हजुरको नाम चाहिँ के हो? सुभाष सुभाष हजुर पनि आर्टिस्ट है क्या हो? मलाई मन पर्यो हजुरको काम कि नाम सोधिहालेकै नजान्नु भयो। म स्टुडेन्ट हो, गर्दैछु भर्खर। अहिले म ललित कला सेकेन्ड इयर बिएफए। बिएफए हजुर ए कुन स्कुल? यही ललित कला भोटाइ हजुर भोटाइ। फेरि चाहिँ पूर्व हो घर, धेरै टाढा हो। कहाँ मोरङ। तपाईँभन्दा म टाढा रहेछु त। कता हुनुहुन्छ? मेरो इलाम इलाम। म त झन् पल्लै छु। इलामको हजुरको त्यता त आर्टिस्ट को छ होला त? मात्रै होला त। नेवाची त याद सिर्फे चाहिँ पुरै परेवा जस्तो देखिने रहेछ। जी नेवा जुजु चुए चाहिँ बखुँ चुचौँ डुर्घाट होइन मलाई नेवा जुजु सिर्फे चाहिँ के गर्न बखुँ चुचुटले नेवा जुजु डुर्घा एरघाट या बखुँ चुए टेटो का त्यही बेलुका हो क्या इन्डस्ट्री ठुलो बनायो नि नेचुरल राख्दैन है। एकदम देखाएको छ एकदम पुरै ठुलो राख्यो भने एकदम मूर्तिभन्दा एकदम ल त्यो अलिकति बसिरहेको ऊ पखेटा यस्तो उडेर आएर बस्दै गरेर बनाउनु भयो। भर्खर बस्दै गरेर लाग्नु भयो, खुसी लाग्यो। आज इलेक्सन थियो होला होइन? हजुर इलेक्सन थियो, त्यो भोटको लागि आएको म चाहिँ। यता आउँदै राख्नु पऱ्यो नि होइन? परेवाको सुबास